नमस्कार। आज फेरि एउटा रचना लिएर आएको छु यहाँहरू समक्ष। यसलाई अलिकति पृष्ठभूमिसहित यहाँहरू समक्ष प्रस्तुत गर्न मन लाग्यो। करिब उनीसँग नभेटेको 6 महिना भएको थियो। 6 महिनापछि उनीसँग भेट भयो। उस्तै थिइन् उनी, पहिले जस्तै। नजिक आइन्, च्याप्प मेरो पाखुरा समाएर सन्चो बिसन्चो सोधिन्। सन्चै छु भने मैले। अनुहार निधार खुम्च्याउँदै उनले गाली गरिन्, छ्या, तिमीले त पिएका रहेछौ, पिउने भएछौ तिमी, किन पिएको? यस्तै यस्तै प्रत्युत्तर त्यति बेला मैले दिन सकेको थिइनँ। अहिले यही रचना मार्फत प्रत्युत्तर सुरु हुन्छ। एक्लिएको पीडा त्यागी सबैसँग घुल्न पिएँ। एक्लिएको पीडा त्यागी सबैसँग घुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। छेपारो झैं रङ फेरि अर्कै रङ देखाएपछि, छेपारो झैं रङ फेरि अर्कै रङ देखाएपछि तिमीलाई दिएको एक एक माया असुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। देवलाई छाडी तिमीले पत्थरलाई देव मान्दा, देवलाई छाडी तिमीले पत्थरलाई देव मान्दा, भट्टीसँग मितलाई साँचो माया कबुल्न पिएँ। एक्लिएको पीडा त्यागी सबैसँग घुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। लगाएपछि घाउ तिमीले जता छोयो उतै दुख्ने, लगाएपछि घाउ तिमीले जता छोयो उतै दुख्ने। यो मनमा एक हुल खुसी जबरजस्ती हुल्न पिएँ। एक्लिएको पीडा त्यागी सबैसँग घुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। मता हानी सही बरु तिमीलाई भुल्न पिएँ। नमस्कार। कस्तो छ? कमेन्टमा लेखिदिनु होला। फेरि कुनै दिन अर्को रचना लिएर आउनेछु। हस्, थ्याङ्क यू।